नमस्ते। आज थियो हाम्रो भाइको बर्थडे अनि बर्थडेमा चाहिँ मैले के पकाएँ, हामीले के गऱ्यौँ अनि हामीले के खायौँ भनेर चाहिँ भिडियोलाई सुरुदेखि लास्टसम्म हेरिदिनु होला। अनि मन पऱ्यो भने चाहिँ लाइक पनि गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् किनकि हजुरहरूको लाइक र कमेन्टले चाहिँ मलाई धेरै ठुलो सपोर्ट मिल्नेछ। अनि मैले चाहिँ यहाँ बनाएको थिएँ माछाको झोल, परवल र आलुको तरकारी जो चाहिँ फ्राई गरेर बनाएको थिएँ। अनि पापड पनि तारेको थिएँ, काँक्राको अचार पनि बनाएको थिएँ, त्यो चाहिँ भिडियोहरू खिच्न पाइनँ। अनि मैले चाहिँ खानामा चाहिँ पुलाउ बनाएको थिएँ आज। अब बर्थडे नै गर्ने भन्ने हिसाबले बर्थडे मनाएको त होइन, त्यही पनि अब मिठो मसिनो केही खाएर रमाइलो गरौँ न भनेर चाहिँ हो। भाइलाई पनि थाहा थिएन, भाइ चाहिँ बाहिर जानुभएको थियो। अनि भाइ आउने बेलामा चाहिँ सबै कुराहरू रेडी गरेर चाहिँ भाइलाई चाहिँ सरप्राइज जस्तो पनि हुन्छ भन्ने हिसाबले चाहिँ मैले चाहिँ रेडी गरेको थिएँ सबै कुराहरू। अनि भाइ चाहिँ मेरो देवर मात्रै नभएर मेरो भाइको साथी पनि हो। अनि हामी चाहिँ सानोमा सँगै जस्तो एउटै एजको त होइन तर पनि सँगै हुर्केको पनि हो। अनि त्यसले गर्दा चाहिँ मलाई चाहिँ देवरभन्दा पनि धेरै भाइको चाहिँ भाइब्स आउँछ। अनि हामीलाई चाहिँ दुःख सुखमा धेरै साथ पनि दिनुभएको छ। अनि हामीले चाहिँ यति गरेर उहाँलाई थोरै खुसी दिन सक्यौँ भने पनि हामीलाई चाहिँ धेरै खुसी मिल्नेछ। अनि त्यतिखेरमा भाइ पनि आउनुभयो। अनि भाइलाई चाहिँ क्यान्डलहरू बालिओरि केक काट्नको लागि रेडी गऱ्यौँ। अनि क्यान्डल फ्लो गर्नुभन्दा पहिला विस माग्नुपर्छ भनेको क्यान्डल फुकिओरि चाहिँ अनि बाबु चाहिँ काकाको लागि विस मागिदिँदैछ। अनि सानो पनि के हो भनेर खुब चाख लागेर हेर्दैछ। अनि केक काट्न नपाएर फेरि अर्को रोएर रिसाएर फन्किएर गयो। उसलाई फेरि जसको बर्थडेमा नि केक काट्नै पर्छ नत्र यही रुने। अनि अब पहिला त ठुलो मात्रै थियो, सानो थिएन होइन। अहिले अब सानोलाई के रहेछ भनेर हेर्नलाई यस्तो आतुर पर्छ, यति आतुर पर्छ आम्मामा। अनि यस्तै भयो आजको हाम्रो भाइको बर्थडे। अनि केकहरू पनि काटकुट गरेर सकियो। अब खाना खानेतिर लाग्नुपर्ने। बच्चाहरूको छुकछुक देखेर ओहो, हुन त 2जना मात्रै छन् हौ घरमा, तर यति साह्रो छोरा बच्चाहरू त छुट्टै हुने हो। छोरी बच्चाहरू त अलिक ज्ञानी पो देख्छु म त, छोरा बच्चाहरूलाई त सम्हाल्नै नसक्ने। अनि यस्तै थियो आजको हाम्रो बर्थडेको भिडियो। अनि खानपिन पनि अनि सानी चाहिँ नमानेर बोकेर खानाहरू चाहिँ दिइरहेको थिएँ मैले। अनि उसलाई चाहिँ मैले अगाडि नै खुवाइसकेको थिएँ किनकि यतिखेर अब अलिक भ्याइँदैन भनेर। अनि आजको भिडियो चाहिँ यति नै, बाइ बाइ।